लिएर भागम भागम जस्तो भयो हामी पाकेछ त्यो नि डाडु नलैची दाजु चस्मा लागु के न सो हेलो नमस्ते सबजनालाई के छ सबजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु स्वागत छ सबजना आजको यस भिडियोमा अनि अहिले चाहिँ म जस्ट जङ्गलमा छैन रानीगञ्जको जङ्गल हेर्न सक्नुहुन्छ दुईजना केटाहरू अगाडि गइसक्यो अनि आज चाहिँ होली सबजना ह्याप्पी होली अनि मैले चाहिँ कलर किन्न लगाउँदा चाहिँ अहिले मैले कलर लानुहुन्न त्यही भएर कलर नलगाएको अनि यसो आज धेरै भएको थियो होइन भिडियो पनि नबनाएको कतै नघुमेको त्यही भएर आज छोटो मिठो भिडियो बनाऊँ घुमाऊँ भनेर आएको यहाँ छन् हाम्रो साथीहरू यतै बसी हुन्छ क्या कता शीतल खोज्छौ र त्यहीँ बस्छ अनि मासु पार्टी अब के को मासु चाहिँ अहिले पछि भन्नु मलाई होइन सुदीप अनि उहाँ हामीले ठाउँको खोजीमा हाम्रो सुभाष दोस्त छन् यहाँ हुनुहुन्छ हाम्रो हजुर युट्युब च्यानल नाम के अरे भन न के कसको नाम अनि उहाँ हुनुहुन्छ एकदम हाम्रो आजको भ्लगमा राणा भ्लग सब्सक्राइब हानिदिनु होला हजुरको युट्युब च्यानलको नाम सुभाष डी मगर अब यस्तो म्यानेज गर्नुपर्ने हुन्छ ठाउँहरू त्यही अब अहिले चाहिँ हाम्रो यहाँ चुलो बनाउने कार्यक्रम हुँदैछ अनि सुभाष सुदीप चाहिँ यसो जाँगरिलो भएर उता गहन चौडा हस्पिटल जुन चाहिँ फोनमा बोल्दैन होइन त्यो चाहिँ आफ्नो चिनजान मान्छे त अनि त्यस्तो त खास चाहिँ केही सामानहरू ल्याएन है त्यो दुईवटा झोलामा यसमा धेरै सामानहरू छन् यसमा चाहिँ यसो पानीहरू छ अनि के छ त दाजुभाइहरू यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला यसो मिठो सब्सक्राइब हानिदिनु होला है वान के पार्टी पनि के गर्नु लाग्यो तिमीलाई चाहिँ तार भन्नु त यो चुलो यस्तो हुन्छ हाम्रो हिरो जस्तो धनी हिरो जस्तो कोही छैन ह्याप्पी होली ल ह्याप्पी होली साथी ल के छ यस्तो भन्नु के भन्न चाहन्छु ल ल त्यही नै ल दाजुभाइहरू मलाई यसो यहाँ चुलो लेभल गराइदिनु भन्यो न दाजुभाइहरू यहाँ चुलोको जुगाड पनि भइरहेको वाइफ मेटेरियलहरू यता हाने ल कोही बेला चाहिँ कस्तो राम्रो राम्रो होइन अब सबै काम गर्छ नि यिनीहरूले त्यस्तो लजाउने केही पनि छैन अब हामीले आगोको सुरुवात गर्नुपर्ने हुन्छ त्यस्तै छन् ल दाजुभाइहरू अब यिनले अब कसरी बाल्छन् भन्ने कुरो ल हेरौँ है अब पिँढा कति बेला हुन्छ भन्दाखेरि होइन दाजुभाइहरू आगो यहाँ म एक्लै बालेर बसेछु एउटा उहाँ गएको घुम्न एउटा फोन लिएर डुलै छ अब दुःख भनेको मलाई हेर्नुहोस् अब यहाँ अब मासु पकाउनु मलाई छोडेको भन् आगो नि मैले बाल्ने रे अब यस्तो भएपछि अब कति हुन्छ कामै गर्दैन नि एउटा मोबाइल लिएर उहाँ पुगेछ कसरी फोन चाहिँ उहाँ अर्कोको फोन त फेरि त्यहाँ अनि चाहिँ अब गाह्रो मलाई छ यहाँ आगो बाल्न के गर्ने गाह्रो छ ल दाजुभाइहरू आगो फुक्छु तिनीहरू त काम नलाग्ने छन् क्या अति यिनीहरू काम नलाग्ने छन् है किनभने अब आगो बाल्नै पऱ्यो यस्तो कोइला बनाउँदै गर्छु अब तिनीहरूको त अब मलाई भरै होइन घाम चाहिँ यस्तो दाउराहरू यस्तो झार्नु पऱ्यो अनि ठ्याक्कै यिनीहरू हावा रहेछन् अब यस्तो दाउरा खोज्नु हिँडेको म हौ कहाँ म दाउरा खोज्न हिँडेको तिमी माटो लिने हिँड अब एउटा त्यहाँ कोही छैन अहिले सामान हराउँछ कहाँको दाउरा झार्ने भन्ने कुरो के दाजुभाइहरू अब गाह्रो यति बेला पर्छ जङ्गलको दाउरा सबै होइन लगेर भ्याइदिएन क्या अब बोल्ने जस्तो यस्तो दाउरा है त्यही पनि कति सोरे फेरि घुम्दा पाइयो दाउरान लिएर आऊ है सुदीप दाउरान लिएर आऊ जरा रहेछ गाह्रो त्यो दाजुभाइहरू अब त्यहाँ जानु पऱ्यो अब आगो निभाउछन् के हो केटाहरूको फेरि अर्कोले हेर्नु दुइटै हुइटै छन् गोरु जुत्यो जस्तो जित्न लाग्छ अब तिनीहरूको काम त्यही हो अनि धेरै पछि आइरहेको छु अब एकछिन पनि फेरि भ्लग आउन अब मेरो एसी आउँदैछ दाजुभाइहरू चाहिँ त्यो सागबाट कोहीले एसी दिनु लानु भयो सबजनालाई बेस्ट अफ लग्यो एकदम राम्रो दिनु पऱ्यो अनि एसी पछि फेरि रमाइलो गरौँला होइन के छ राख्नु त अनि अब यस्तैहरू बालिदिने हो क्या पनि बोल्छ दामी फेरि दामी बोल्छ कि यस्तो खोजेर राख्नु पऱ्यो आगो जति निभिसक्यो यिनीहरूको पारै ठिक लागेन यस्तो आगो फुकौँ लिएर भागौँ जस्तो भयो मलाई त पियाज लास्टमा हाल्छ नि के पियाज लास्ट ल पकाउनु जाने रहेछौ डढ्यो भने भाइ तिम्रो मुखमा करै हालिदिने कोही हालिदिने झन् कस्तो दामी पाक्नु लाग्यो पकाउै राख्छु ल अब यहाँ धेरै जाँगरवाला भएर डाडु ल्याउनु बिर्सेर ल अब केले सक्कल चलाउनु पऱ्यो यस्तै छन् अब यिनीहरू केटाहरू यस्तै हो कि पागल जस्तो भयो म ल्याएर लानुहोस् के हुन्छ भने
केही गर्नु पर्दैन जाम सबै सामानको व्यवस्था मैले गर्छु भनेर लिएर आएको मान्छेको हालत हेर्नु न मासु चाहिँ मिठो पाकिदियो सबैसँग त चोरेको भाइनु पायो मजा आएको के है करै लिएर जानु पर्ने करै मान्दिन सबै नै फेरि एउटा दाउरो खोज्न गएको कहाँ पुगेन हावा छन् कि हाम्रो दामी टोपी भेटेको छ हाम्रो सरलाई कुक सरलाई खै हात टाउन एकचोटि हाम्रो सेफ हो नि त उहाँ त्यही भएर सेफलाई अलि राम्रो दामी ल यत्तिकै चाहिँ हुनुपर्छ है ल के हालेको ल खतरा स्टाइल नुन हालेको स्टाइल चाहियो अरे भाइलाई तर के गर्ने आगै नबोलेर तनाव छ दाउरो खोज्न जा भन्दा कसैको जाँगर लाग्दैन दाउरो अब मैले यसो दाउरो यसो मिलाएर हाल्छु मैले आफै यस्ता त मलाई भरै लाग्दैन किन मासु चाहिँ हाम्रो यस्तो भइसकेको छ है कस्तो दामी पाकेको छ है मजा आयो ब्रो एकदम मजा मलाई नि एकदम मजा आइरहेको पाकेको छ कि मासु हाम्रो यहाँ मासु पाकिसकेको छ अब हाम्रो मासु पाकिसकेको छ ल यस्तो राख्नेलाई त्यस्तो अलक्षण गरेको ल ल ल ल तिमीलाई देखाएको दामी अब हामी खाइदिनु पर्ने हुन्छ पाकिराखिहाल्छ म पनि आएको छैन होइन त्यही पनि अब हामी साथी यस्तो वाइफ मेटेरियल चाहिँ छन् के हेर्नु कति सहयोग गर्छन् होइन हामी जस्तो यस्तो राख्न पछि खामलाई केले हाल्ने हो अब फेरि कहाँ गएर चक्कुले अब कता हाल्ने कता हाल्छ नि त हाल्छ जे भने चम्मचहरु के यिनीहरू डाडु चाहिँ लिएर पर्ने हो अब खाने नि हात लिएर है पानी पनि ल्याउन त्यहाँ पानी अब यस्तो छोटो मिठो ह्यापी होली भन्नु हान्दिनु पर्ने हुन्छ ल सबजना के गर्ने डाडु नल्याएपछि दाजुभाइहरू यस्तै दुःख पाइन्छ होइन ए झ्याम यसरी हाल्दैन अनि हामीसित छ एउटा बियर छ बियर देखाइदेऊ त साथी तिम्रो नि बियर देखाइदेऊ हाम्रो यही हो ल जे भने नि अब हामी त्यस्तो खानीमा परेन एकदम हामी सोझो संस्कारी हल्का त्यही ल यहाँ साथी के कस्तो लागिरहेको भन्नु त ल मलाई त एकदम बेकार लागिरहेको किन डाडु नल्याउनु कसको लानु भयो डाडु नल्याउने अब नेक्स्ट टाइमलाई लगाएर अब चाहिँ हाम्रो यहाँ खाना सुरु भइसक्यो तिम्रो बियर पनि देखाइदिउँ यहीँ छ कि बियर सबैको बियर बियर यहाँ छ ल हात ल्याउन ए हात पर्दैन पानी ल्याउन देऊ त उता पुराउन सार खाने हो यिनीले फेरि यस्तो खाइसक्यो के खाना हतार छ के फेरि पर्दैन कि हात दिनु ढुके थियो नि त के रे चढाउनु पर्छ रे होइन हामीले पहिले चढाइसकेको होइन मासु त्यस्तो खास मिठो रहन्छ टङ्ग रहन्छ बनाउने ढङ्ग हुनेले गरा भए हुन्थ्यो नि गाइस त्यस्तो मिठो होइन 10 मा चाहिँ 50 रेट गर्न सक्छु खुसी भएको फेरि ल गाइस म चाहिँ खाएको है अब खाउन तिमीलाई हामी छेकेको छैन भन चम्मच ल्याएनौ के अब हातले हान्दै क्या हामीले हामी हातले भनेको खाएको क्या फाउ पुर्ने भन्छ नि यसलाई फाउ पुर्ने हाम्रो यसरी मनाइयो है हाम्रो होली आजको सबैलाई ह्याप्पी होली सबैलाई ल ल जे पनि भ्लग चाहिँ जहिले दिन आउनु सक्छ त्यही पनि होलीको दिन ह्याप्पी होली सबैलाई सँगसँगै छिटो ल्याउने कोसिस गर्छौँ गाइजहरु यस्तै खानुपर्छ क्या तिनवटा भ्लगमा एकजना बोल्दै भएछ एकजना के पाले पालो मासु यहाँ राख्दैछ है हाम्रो सब्सक्राइबरहरू होइन सब्सक्राइबरहरू मलाई देखाउनु मिलेन सब्सक्राइबरलाई गाइजहरु मिठो दामी मलाई समात्न नआएको कि देखाउनु सो दाजुभाइहरू अब चाहिँ हामी यहाँ जान लाग्यो मेरो चाहिँ यहाँ चाहिँ जकेट उयो यहाँ हेर्नु तिनीको होलीको टी सर्ट चाहिँ मलाई एकदम राम्रो लागिरह होइन लाइटर खै त यहाँ अड्कियो कि मेरो पहिलो छ कि के अरे दामी यहाँदेखि जान लाग्यो नाच्यौ कस्तो नाच्यौ जाम दोस्त जाम दोस्त जाम के यो दोस्त किन र यो छ नि कसको हो यो के भयो त त्यो अब बट्टा भएको छ दोस्त जाम न दोस्त जाम न नलगाऊ मैले लाउनु अनि यो यिनीहरू के सफा गरेर जाने कि यतिकै हो सफा गर्ने कि पहिला यो हालौँ भोलि मान्छे सफा गर्ने अरे
दाजुभाइहरू के गर्ने आगो निभिन्छ केटाहरू चेक गर जङ्गलमा आएर यस्तो फोहोर नगरौँ है हाल नि त प्लास्टिक पनि ए यो यस्तो राख्नु लाग्यो क्या ल अब हामी जान लाग्यो ओ आगोमाथि ढुङ्गा राखिदेऊ त यहाँबाट पुजारी फेरि हल्लिनु लाग्यो मासु खाएर अब ए तिमीलाई तँ अहिले तँ राख त अब हामी यहाँदेखि जान लाग्यो मेरो साथी के त्यो केटाहरू काम लोट्छ ओ लोट्यो लोट्यो ह्याप्पी होली केटाहरूलाई ल ल सक्दैन ह्याप्पी ओइ म लाउनु हुन्न है मजाक गरेन म लाउनु हुन्न है सुवास आइयो लोटे थिएँ नि आगो बोलिरहेको टेन्सन यही मलाई ओ आगो निभाउनु आउन म लाउनु हुन्न के क्रान्ति बाजीहरू म यहाँदेखि भाग्नु पर्ने हुन्छ लगाइदिन्छु यो केटाहरूको भरे होइन अब अरू अन्त नि ज्याकेटले दिएन क्या गाह्रो छु होलीमा बस्नुलाई केटाहरूसित यो बाँधेको है यस्तो खेलाउँथेँ नि मैले नि यो बाँध्छु बुढेको हावा देख्ने अन्त निखुन्द भाइहरू हान्के के छ उहाँ हेर त्यो साइकललाई क्यामेरा छोपेको हात पर राख्नु कलर लगाइदिनु के के भयो र सुवास ओए अझै छैन मेरो हातमा हाल त यहाँ हाल न मजाले मलाई लगाइदियो नि त हेर न कस्तो हाल न त्यो हो क्या हामी सिचेको ल अब त्यहाँ धेरै नै हल्का भयो नि है माटो नले ऊ हेर गालो फुटिन्छ नि अहिले राख्देऊ न ऊ एक मिनट भाग्नु पऱ्यो काम छैन नि दाइहरूको दाइ छिटो छ तसमा भाँचिन्छ क्या भाग्यो न लाउनु हुन्न क्या मैले कस्तो मजाको र कापी अलि ओ नगरेकोमा लाउनु हुन्न लाउनु भएकोमा आनन्दले थाप्थेँ तिमीलाई लगाइदेऊ न ओ मैले लाउनु हुन्न कि मजा गरेन तिम्रो हुन्छ ल होइन मेरो मम्मीलाई सोध्दा भन लाउनु भएको मैले लान्छ लाउनु हुन्न क्या घर गर्नु नआउनु पर्छ मलाई अल्छी राखेर त्यो पनि लाउनु हुन्न मुगा नलाइदियो अन्त जहाँ लगाइदियो चस्मा लागु के नगर न भएको लगाउन लगाउन हेलो अङ्कल ह्याप्पी होली
जम्मा नलाउ मेरो आँखामै हाल्दै अघि मलाई नलगे नलग्यो अब जामा घरतिर ए अब कसैलाई रेफर हाल्ला यस्तो झ्याप फाल्दिनु यस्तरी अब ल मलाई देऊ न लाउनु हुन्न कि मैले नहालै त फेरि हामीले हालेन कि ल कसैले नहाल अब सुरुमा सुरु कल गरे सुइले गरे मैले ए कले तिमीले मैले हो ए साच्चै यिनीहरुले पछाडबाट हान्न बेच्छ नि त्यो ध्यान पनि गर्ने तिमीले लगाइदिन सक्छौ कि चाटेको ल स्कुटी रोकेर लगाइदिनु ओए रातो थुरै हाल्दौ नि यहाँ हाल त ल यति हो नि मेरो भाइ डाइलाइन लगाइदिने हो कि यिनको कभर भरि राति छ कसको देश यता हेर त दामी दामी हामी साथीहरू दामी देखेछ उयो मान्छे पछाडि लाउनु हुन्न कि मैले घर गर्नु मलाई कस्तो देखेछ दबा नहुन पौडी खेल्न पौडी खेल्न आउनु त मलाई कस्तो खोलामा पानी छ होइन पानी निस्केको त यिनले चाहिँ कति 5 कि कति नसक्यो कि अब त्यता कार्यक्रम राख्यो कार्यक्रममा गएर अब सिधै साँझ आइदिन्छु अब घर पानी खाँदै तुँडर हेर दह्रो तिर्खा लाग्दा खोजौँ न हल्का सिकारमा मासु आएको तर दामी मिठो भयो है हेर्न न खाएपछि हाम्रो जोस हो कि फेरि दिउँसभरि खेल्ने बेला खेल्ने न अहिले बेला कस्तो अलिक त्यस्तो मेरो हात दुख्यो राति बेला ढिल त भएन रहेछ होइन अनि हामी खेल्न पाउँदैन जस्तो कुरा छ हेरेरै युट्युबरहरू होइन ल सो गाइस हामी ल लगाइदिनु ओइ हुन्छ कि घाँटीभरि लाखान हुन्छ जा घुम यता हेर न अझै जागे मजा आयो सो अहिले चाहिँ म यसो नुहाइधुवाइ भएर फ्रेस गरेर पनि यसो भिडियो एडिट गर्दै थिएँ अनि अहिले चाहिँ म यहाँ मदन भाइको घर छु के गर्दै हो मदन भाइ हाम्रो मदन भाइको नि युट्युब च्यानल छ कि फेरि अनि आजको भिडियो यसो के कस्तो थियो यसो कमेन्ट गर्न ल अनि आजलाई यति नै अब हामी अर्को भिडियोमा भेट्ने हौ यहाँ त सुदीप ओ यहाँ त हिँड्छ त एउटा कुरा गर्न बन्द गरेर त अब हाम्रो चाहिँ एउटा डिल भएको थियो के डिल गऱ्यो भने त जसको धेरै भ्यू जान्छ त्यसले चाहिँ अब अर्कोचोटि पार्टी हुँदाखेरि अलि धेरै पैसा हाल्यो होइन 100 रुपियाँ बढी हाल्ने भन्ने कुरो छ त्यही भएर के छ रेडी हो अनि हाम्रो सुभाष भाइ चाहिँ घर हन् अनि त्यही नै अब आजको भिडियो चाहिँ के कस्तो थियो कमेन्ट गर्नु ल अनि आजलाई भिडियो यति नै सी यू सुन बाई बाई कार्टुन